हेलो नमस्ते सबैजनामा शुभ बिहानी। आज हामी धनगढी उपमहानगरपालिका वडा नम्बर 17 स्थित दुर्जना बीज टोलमा छौँ र यहाँ सरसफाई कार्यक्रम भइरहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ स्थानीय महिला दिदीबहिनीहरू दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णको व्यापक सहभागितामा सरसफाई कार्यक्रम भइरहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ एकदमै हाँस्दै मजाले काम गर्दै हुनुहुन्छ। उहाँहरूले आफ्नो टोल सफा राख्नुपर्छ भन्ने उहाँहरूलाई एकदमै उत्साह छ र हामीले फोहोर गरेनौँ भने हाम्रो टोल सफा हुन्छ। सफा भयो भने धेरै कुराहरूको फाइदा हुन्छ। रोगजन्य पदार्थको रोगजन्य विभिन्न रोगहरूबाट हामी बच्छौँ र अहिले बर्खाको बेला विशेष गरेर म तपाईँहरूलाई भन्न चाहन्छु कि डेङ्गु देशभरि व्यापक स्थितिमा फैलिरहेको छ र डेङ्गु को लागि मच्छर बस्ने दिनु हुँदैन। पानी जम्ने ठाउँहरू सफा गर्नुपर्छ र घर वरपर सफा राख्यो भने लामखुट्टे मच्छर हुँदैन र हामी डेङ्गुबाट बच्छौँ। यो 3 महिना नेपाल सरकारले व्यापक रूपमा डेङ्गुदेखि बचौँ, आफू पनि बचौँ अरूलाई पनि बचाउँ भन्ने जुन अभियान चलाएको छ त्यो पनि त्यसलाई पनि एकदमै हाम्रै लागि हाम्रो समाजको निम्ति फाइदा हुन्छ र यहाँहरूले देख्न सक्नुहुन्छ सफा दुर्जना धनगढी उपमहानगरपालिका वडा नम्बर 17 मा छौँ हामी। अब हामी पिपल चौतारा दुर्जनाको चोकमा जाँदैछौँ। चौरामा यहाँहरूले देख्न सक्नुहुन्छ सरसफाई गर्दै हामीले झन्डै 700 मिटर गरिसकेका छौँ। यता उर्मा बोर्डिङ स्कुल छ।